ल हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। उठ्नुकै सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। अनि आज तिहारको भोलि आज मम्मीलाई माइत जानुको लागि छोड्न आएको म चाहिँ। अनि अहिले चाहिँ म बेनी पुलबाट घर जाँदैछु। बेनीको बजार राम्रो, हाम्रो बेनी बजार है। अब मेरो यात्रा सुरु भयो। धेरै पछि ब्लग बनाउँदैछु बेनी, हाम्रो बेनी बजारमा। कन्टेन्ट त छैन तै पनि है, यसो रमाइलोको लागि भिडियो बनाउँदैछु। प्लिज ट्राई माइक हाल्यो आज कस्तो सुनिन्छ भोइस सुनिदिनु होला रे। चामल लिएर जानु थियो मैले है। मैले सुरु हुँदो रहेछ यहाँ चाहिँ। कता भए त बङ्गो मासु पाइन्छ जस्तो लाग्थ्यो, बन्द रहेछ क्या हो। भैलेको लागि भेटिँदो रहेछ है। कहाँ हो यार, ए मासु लिएर जानु पर्यो यार। अहिले चाहिँ म बेनीदेखि घरतिर लागेँ, अहिले मम्मीलाई छोडेँ। अनि अहिले चाहिँ मेरो सामान छ, राम्रोसँग देखिएन होला है, राम्रोसँग जेब्राले सब छेक्यो होला। अलि बहिनीलाई खानेकुराहरू किनिदिएको। अनि यहाँ आएपछि बङ्गुर मासु त लिएर जानै पर्यो। सो त्यसैले चाहिँ जाँदैछु म घरतिर। यता गयो भने चाहिँ जान पाइँदैन, वान वे हो यो। तर आज त म जान्छु। भ्लग बनाएको सब जेब्राले छियो होला जस्तो लाग्यो मलाई। के हो यस्तो यार बाटो। अब यताबाट तल गयो भने काउन्टर जान्छ बेनी मङ्गल घाटको, भनेर अगाडि चाहिँ मेरो घर जान्छ है त। सो गएर तास खेल्न जाने हो यार, कस्तो ढिलो भयो नि मलाई आज मम्मीले गर्दा। यताबाट गयो भने चाहिँ माथि वाखेन झिँतिर जाने बाटो, अनि म चाहिँ यताबाट गयो भने चाहिँ हामी दौबाङतिर जाने बाटो जाँदैछु। अनि के हो भन्छ धेरै भयो भ्लग नहालेको, अनि त्यही भएर अनि यसो तिहारको लागि नयाँ भ्लग हालिदिउँ न भनेर हो है। अनि आउने बेलामा त सामान धेरै थियो नि त, अनि मन पनि हुनुहुन्थ्यो, अनि बनाउन पाएन। अनि अहिले चाहिँ म बनाउँदैछु, हेरेर कस्तो लाग्छ सब्जी सुझाव दिनलाई त। अनि हाम्रो यो बाटो चाहिँ सिङ्गा तातो पानी थाहा होला सबैलाई, मोस्ट फेमस त्यो ठाउँ हुँदै जाने हो। अनि त्यो ठाउँ भनेको एकदम बिरामीहरूलाई सन्चो बनाउने ठाउँ हो कि त्यो। अनि त्यहाँ चाहिँ कताबाट डुब्न आउनुहुन्छ कि नेपालदेखि, अनि त्यो बाटो जान्छ यो हो। हो त्यसै मचेर जानु किन यस्तो स्पिड धेरै हिँडेको भनेपछि आज तास खेल्दै पऱ्यो नि त, तिहार मनाउनु पऱ्यो। त्यही भएर चाहिँ म हल्का स्पिड हिँडिरहेको छु, ओभर स्पिड छ तरै पनि छैन। मैले यस्तो छ्याप 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 गर्दै जानु पऱ्यो नि यार। अहिले तरै पनि फुल भइसक्यो होला नि, सिट पाएन तै पनि जान्न यसो पायो भने पायो नि। तर हाम्रोमा चाहिँ अरू बेला चाहिँ खेल्न पाउँदैन, पछि तिहार त्यस्तो चाडपर्व मात्रै खेल्थ्यो। अनि त्यही भएर चाहिँ हामी चाहिँ फुल हुन्छ कि चार मान्छे पुग्छन्। अनि 11 बजीतिरबाट त सुरु भइसक्छ, खेल्नै पाइन्न। अनि त्यही भएर अनि छिटो जानुपर्छ। आज त ढिलो भयो,
कति बजे अहिले मैले घर पाउनु छैन थाहा भएन कति हेर्नलाई अनि त्यही भएर छिटो जानुपर्ने छ म फेरि एक्लै हिँड्यो भने त रक पारा भन्ने रक पारामा म चाहिँ मम्मीहरू भाइहरू बहिनीहरू बोकेर हिँड्यो भने चाहिँ यस्तो स्पिड हिँड्दैन बाबाले हिँड्ने अनि एक्लै हुँदा चाहिँ अलिकति स्पिड नै हिँड्छु म चाहिँ अनि त्यतिकै मैले डिप बाइक किन्छु त अनि स्पिड धेरै हुन्छ यसको मजा उडाउन पनि मजा स्मुथ हुन्छ तेरोमा त्यो बाइक किन्नुको कारण चाहिँ त्यो हो कि केटिएम डिप लभर अन्त सबैजनालाई ह्याप्पी न्यु इयर एन्ड स्टे हेल्दी भन्दै म ब्लग सुरु गर्दैछु बिचरा भाइले भर्खर भर्खर सिक्दै रहेछ है बाइक त्यही भएर उसलाई हल्का गाह्रो भइरहेको फुल हालिदिने भ्लग आजको चाहिँ यहाँबाट के 20 मिनट 25 मिनटमा म घर पुग्छु सहर हालिदिन्छ आज यस्तोमा त उछाल्नु नहुने तै पनि उछाल्दिनु के गरम छ नि अहिले बाँकी हुने गरेर मच्छी छ त म त यार बाइक माया नि गर्नु पर्यो नि यस्तो यस्तोमा त होइन फेरि गल्ट्याक्क परेर मेरो बाइकमा इफेक्ट आयो भने असर पऱ्यो भने बाइकको माया लाग्छ नि मलाई यार अन्तको त केयर गर्छु त मैले आफ्नो बाइकको गर्लफ्रेन्डलाई जतिकै केयर गर्छु आफ्नो गर्लफ्रेन्डलाई चाहिँ गर्लफ्रेन्ड नै हो कि मेरो बाइक गर्लफ्रेन्ड यस्तो केयर गरेर चलाए पनि उसले पनि हामीलाई राम्रो उस दिन्छ नि त राम्रो यस्तो बिचबिचमा हिँड्दा घाट गर्दैन राम्रो हुन्छ त्यसैले चाहिँ आफ्नो बाइकलाई केयर गर्नुपर्छ कि माया गर्नुपर्छ माया अनि अलिक मैले बाइक पनि अरूलाई दिँदैन अन्य म कि त भाइ हो अरूलाई त नचाहन्छु कि त्यस्तो म फेरि त्यति धेरै माया गर्छु बाइकलाई मेरो हातमा भयो भने भयो भएन भने भाइको हातमा हुन्छ नभए चाहिँ अरूको हातमा चाहिँ हुँदैन है त्यही हो अनि बिस्तारै बिस्तारै आफ्नो च्यानल ग्रो अप गर्नु पर्यो नि त कहिले काहीँ भिडियो बनाएर भए पनि त्यही भएर चाहिँ म आजको यत्तिकै ऱ्यान्डम भ्लग पनि बनाइदिएको छु यस्तो कर्निङ हामीलाई एकदम मजा हुन्छ कि बाइक यार मलाई यस्तो दामी लाग्छ यार यस्तो मजाले छुट्याएर गर्न पाइन्छ यार ओइ यस्तो हुन्छ फेरि गफ गर्दा गर्दा बाइक यस्तो भयो यार कन्ट्रोल चाहिँ छ है अलिक शान्तिमा कन्ट्रोल चाहिँ हुन्छ है भर्खर किनेको जेब्रा अघि झोलामा सामान हाल्दा त्यो अलिकति धेरै भएको थियो अनि अहिले त चेतिहाल्यो के अरे अनि यो सामान चाहिँ मैले ल्याएको थिइनँ मम्मीलाई छुट्न आएको म फर्किहाल्थेँ फेरि बहिनीले चाहिँ ए ल्याइदियो त्यो ल्याइदियो भन्यो अनि फेरि ल्याएर आइदिएको सिङ आइपुग्यो हामी चाहिँ पहिला मैले गाउँमा बसेर पढ्दाखेरि चाहिँ हामी बाबेचोर पढेको नि त अनि त्यही भएर अनि एससी दिन चाहिँ यहाँ आउनु पर्थ्यो कि यहाँ तल यहाँ आएर एससी दिनु पर्थ्यो बाबेचोर पढ्नेहरूले थाहा होला बाबेचोर पढ्नेहरूलाई चाहिँ
यहाँको त तिम्रो रमाइलो मेमोरी छ मसँग। सोच्दै नसोच्दै हुन्छ क्या अरू बाइकले टप्छु भनेर त। सक्छ त अनि कसैले कति बजी यस्तै स्पिड बाइक चलाएँ मैले आज। गाउँमा बसेर खासै बाइक चलाएको थिएन, अफरोड हिँड्नुपर्छ नि त प्रायः जसो। अनि कतै घरमा काम भएर म कतै जान पाएन, अनि त्यति स्पिडमा म हिँड्न पाएन, एक दुईचोटि हिँडेको थिएँ अनि अफरोडमा। त्यही भएर आज चाहिँ अब सिंह बजार चाहिँ कति हो त्यही भइ सानो तलतिर छ अलिअलि। अब चाहिँ केही समयमा 2-3 मिनटमा तातो पानी आउँछ है। तातो पानी प्रायः जसो मान्छेलाई थाहा होला तातो पानी भन्ने चाहिँ। यार भ्लग बनाइरहने खासै यस्तो कुराहरू भएन कि मेरो, त्यही भएर चाहिँ अब यार ला भइलो चाहिँ अब रोक्छ के गर्छ अब। ल धन्यवाद 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 यस्तै साइड दिनुभएकोमा तपाईँलाई धेरै छ। पहिलाको तिहारमा त बच्चाहरूले रोकेर कस्तो गर्थे, आज चाहिँ रोकेन नै धन्न। 100 रुपियाँ चुना लाग्थ्यो क्या अरे, रोकेन ठिकै छ। भैली नखेलेको नि अहिले 2 वर्ष भयो यार। अहिले खासै त्यति भैली खेल्ने मन लागेन, 2 वर्ष भयो खेलेन। अहिले एज बढ्दै गएपछि भैली पनि अलिअलि इन्ट्रेस्ट घट्दै घट्दै जान्छ रहेछ क्या। त्यही भएर अनि नखेलेको नि 2 वर्ष भयो यार। पहिलेदेखि खेलिएको बच्चैदेखि, अनि अहिले चाहिँ त्यति लाग्दैन भैली पनि। बजारमा खेले पनि त्यही हो, गाउँतिर खेले पनि त्यही हो। बजारमा बसेर पनि खेलियो भन्ने, अनि गाउँ बसेर पनि खेलियो भन्ने। अनि त्यही अहिले चाहिँ खासै त्यस्तो लाग्दैन भैलो भनेपछि यार। यो चाहिँ तातो पानी बजार हो है, तातो पानी। यहाँ तलतिर चाहिँ तातो पानी चाहिँ यहाँबाट तल जानै पर्छ, टिकट काटेर अनि दुख्नु पर्छ। अनि अब चाहिँ हामी जाडो सिजनमा चाहिँ नुहाउन यहाँ अगाडि आउँछ कि, यहाँ तातो पानी आउँछ नि त बाहिर पनि। अनि त्यहाँ नुहाउनुको लागि आउँछ म्याट दुख्ने मान्छेहरू। हामीलाई घरबाट लगभग यहाँ आउनलाई 10-15 मिनट लाग्छ होला। अनि यहाँ बाइकमा आयो, सर्टरमा आयो गयो गर्छौँ। अनि त्यही हो। यस्तो मजाले सुत्छ यस्तोमा मलाई एकदम मनपर्छ के दिँदैन। घरमा चिया खान अहिले भइसक्यो, हाम्रो घरमा दुध छैन नि त। अनि दुध ल्याउन यहाँ आउँछ यार। दुध लिँदै भन्नुहुन्थ्यो यार, खुल्ला होला कि नहोला यार। दुध ल्याउने फेरि लगेर नि केमा ल्याउने सामानै छैन, केमा हाल्ने त नि यार।
भइ जान्छु ब्यागै छैन ब्यागमा अब भोलितिर आइदिनु पर्ला नि राईले मलाई दुध लिएर भन्नुपर्थ्यो है अब मेरो सामान छैन नि त दुकानलाई त्यही त बस्ने गएँ यो चाहिँ मोस्ट डेन्जरस हो है यहाँ चाहिँ लास्ट पहिरो जान्छ यार यहाँ कहाँ झन् यस्तो बाटोमा फस्छ यहाँ चाहिँ अलि अस्ति ट्रक दुर्घटना भएको थियो तर जसो तसो निकाले त्यही हो यहाँ चाहिँ बाटो अलिक डेन्जरै छ कि जहिले जान्छु पहिरो यहाँ नगएको त कुनै उसै हुन्न सिमटको बडा लिएर आएको ट्रक खसेको अस्ति तातो पानी पनि कति हो हामी चाहिँ दरबाङ जाने रोडहरू चाहिँ दरबाङ जाने हाई रोड हो तर हामी दरबाङ पुग्नु पर्दैन हाम्रो घर चाहिँ दरबाङ भन्दा यता हो त्यही भएर त्यो चाहिँ पुग्नु पर्दैन यतातिर हान्छ यतिलाई त दामी हुन्छ क्या यता धान हुन्छ अनि मस्त दामी हरियाली देख्छ राम्रो अगाडि हेऱ्यो धान साइड हेऱ्यो धान पछाडि हेऱ्यो धान अगाडि हुन्छ यस्तो ठाउँमा हेर्नु त मलाई दामी रमाइलो लाग्छ अनि डाँडा काँडाले गर्दाखेरि यस्तो दामी हुन्छ यार मलाई त लस्टै मनपर्छ यस्तो ठाउँमा मासला यता अड्के रहेछ र यता नकद्दो रहेछ किन छिरेस र बाबु माथि बस्न यार यता माथि बस्न यतातिर ठाउँमा मलाई त किन सक बनाइदिएको किन यता गर्दैन भने त अड्के रहेछ र तिमी यता नझर न यार तिमी यहाँ बस्छ न आफ्नो ठाउँमा यार मलाई यस्तो स्टनहरू चाहिँ हान्न आउँदैन तर कन्ट्रोल चाहिँ ढुक्क गर्छु कि त्यस्तो लाग्छ अहिले मलाई चाहिँ फेरि यहाँ बाटो बिग्रियो अलि पिउने बानी भयो खोलाले गर्दाखेरि आउँछ क्या यहाँ जसरी बिचरा सफा गर्छन् है अनि आइदिन्छ सफा गर्छन् आइदिन्छ के गर्नु पर्ने अलि पिउने बानी तर भिडेर सब जेब्राले छेक्यो होला जस्तो लागिरहेको मलाई कस्तो देखिरहेको मलाई त पनि चेसमा हालेर अनि हिँडिरहेको छु म अलिकति अर्कै डिफ्रेन्ट देखियोस् भनेर सबैको भन्दा
सही साथी बाइकहरू चलाइदिइहाल्छ। Ali Ali Dunia. Ali Right. Ali Ali Dunia. Ali Ali Dunia. Babetsur बजार आइपुग्यो अब चाहिँ यहाँमा क्या छिटो बाटो बनाइदिएको यार। यहाँमा चाहिँ पढा फोर्ने भनेर कुरा भएको थियो रे, अनि पछि के नमिलेर अनि नफोरेको रे, अनि तलबाट वालु चाहिँ बिल्ल छिटो बाटो बनाइदिएको यार। त्यस्तै बाटो बनाउनु छिटो हुन्छ नि। यहाँ बर्खा लाग्न लाग्थ्यो नि त, अनि खोला बढ्दैछ बिस्तारै बिस्तारै, अनि खोला बढ्न लाग्यो अलिअलि बढेथ्यो। यस्तो छिटो बाटो बनाइदियो यार यहाँ यार। त्यस्तो बाटो बनाउने छिटो बन्छ त जताततै यार। यहाँ चाहिँ एकदम बेस्ट मान्नुपर्छ यहाँको यो बाटो बनाउने मान्छेहरूलाई चाहिँ। बर्खा लागिरहेछ अनि त्यसपछि खोला बढिरहेको है तल, अनि उनीहरूलाई एक टाइममा सक् भन्ने थियो होला क्या। त्यो दिन छिटो सक्दैन खुसी लाग्यो बाटो छिटो हुँदाखेरि चाहिँ। यस्तो छिटो काम नै गर्दो रहेछ नि भन्ने भएको थियो क्या। बाबेचुरबाट साथी छु म चाहिँ यहाँ पढेको यहाँ पर्यटनमा आउँथ्यो है। बसमा आउनाले लगभग 15-20 मिनट लाग्थ्यो। अनि त्यसपछि धुलोमा हिँड्दै आउनु पर्थ्यो, अनि कहिले बस पाइन्थ्यो कहिले त्यस्तै चलिरहेको थियो यहाँ पर्दाखेरि चाहिँ। अनि जोस फुटबलको लागि चाहिँ पुरा एक्सर्साइज हुन्थ्यो। हामी बेलुका त दौडिँदै गएर बसेर जान्थ्यौँ, अनि स्टामिना गर्थ्यो। अनि अहिले चाहिँ त्यस्तो छैन अरू। अनि यहाँको यहाँ नि पहिरो आउँथ्यो, अनि यहाँ पहिरो आउँथ्यो। अनि हामी कहिले त उता माथिबाट घुमेर आउनु पर्थ्यो नि त। यहाँ ठुलो छ कि पहिरो चाहिँ, उता माथिबाट घुमेर आउनु पर्थ्यो हिँड्दै। अनि माथि जाऊ उकालो आऊ झर गएर अल्छी लाग्थ्यो। अनि यहाँ माथिबाट पहिरो आउँदै गर्छ। अनि हामी चाहिँ हेर्दै यस्तै दौडिँदै गर्थ्यौँ कि हिलेमा हातमा चप्पल समातेर। त्यसरी पढेको नि यार। मलाई यहाँको त्यही मलाई यहाँ लास याद आउँछ कि यो पहिरो माथि हेरिरह सुरु आह अनि भाग्ने त्यसरी आएको पढेको यहाँ स्कुल। अनि माथि जान अल्छी लाग्थ्यो नि त। उकालो हेरेर माथि झर्नु पर्थ्यो, फेरि तल गर्थ्यो पहिरोमा गएको। त्यो साथीहरू कता गयो होला नि यार। कसैसँग चाहिँ फेसबुकमा फ्रेन्ड छु र कहिले काहीँ बोलचाल हुन्छ न, प्रायः जस्तो त छैन। अन्त पिसले गर्दाखेरि घर चाहिँ हाम्रो त 3-4 त भन्छ त। अनि त्यस्तो हो त। सामान खर्च चाहिँ क्या हो। हर्न आउनु पर्ने बाटो सानो, अनि बिचरा गाडीहरू आएर सायद बाटो छैन। अलिकति सटक्क भएर देख्नु पर्यो नि। यहाँ त हामी त पहिलाको दिन चाहिँ धुलोमा हिँड्थ्यौँ। यस्तै अफरो थियो, गाडी आउने दिन चाहिँ धुलो हुने, जे आउँदा धुलो हुने पिरा थियो नि हामीलाई यहाँ पर्दाखेरि त। अहिले पो पिच भएर अलिकति कम भयो।
नत्र त पीडादायक थियो पीडादायक हाम्रो यहाँ बाबी चाहिँ पढ्ने चाहिँ के सामु फस्नु भएको त्यहाँ यहाँबाट एकचोटि गाडी दुर्घटना पर्थ्यो त्यति बेला चाहिँ म सानो थिएँ 4-5 क्लासमा पढ्थेँ अनि त्यति बेला चाहिँ म यहीँ अगाडि सस्ता पर्थेँ के हो केटीहरू त बाटो बाटोमा हाँस्दै हिँड्ने गर्छ त्यही कस्तो बाटोमा हिँडिदिएर यता नयाँ बजार भन्छ यसलाई चाहिँ कोही यताउला जस्तो गर्थ्यो क्या यताउला चाहिँ नयाँ बजार हुन्छ अनि यता तलको चाहिँ सस्तो धारा मैले यहाँको स्कुलमा पढेको थिएँ 6 क्लाससम्म चाहिँ यहाँबाट चाहिँ माथि लाग्नु पर्ने हुन्छ हाम्रो बाटो चाहिँ यता अलि नराम्रो हो कि मस्त एक गेर हालिदिएर यहाँ जानुपर्छ त्यहाँ त यहाँ कहिले बनाउने हाम्रो गाउँको बाटो यो चाहिँ पर्सनली खनेको बाटोहरू चाहिँ प्राउड फिल हुन्छ कि यो कुराले चाहिँ पर्सनली खनेको बाटो के यो तल हुन्छ आयो त्यो चाहिँ सरकारले खनेको अनि यो चाहिँ हाम्रो गाउँले चाहिँ पर्सनल्ली गाउँको पैसाले खनेको बाटो हो कि यो आमासम्म अनि क्लब मिलेर उयोमा कस्तो प्लनिङमा हानेको के जेब्राले कस्तो झुक्काएको गरे यार यस्तै भयो भने पल्टिन्छु त म केटातिर सामान खर्च लाग्यो नगर्नुहोस् खोइ नकस अनि यहाँ चाहिँ हाइवेको अफिस हो बाइक चाहिँ मैले यहाँ राख्नु पर्ने छ कहाँ जानेस् किन के रे बेनी भएर आएको के रे खानेकुरा बाइक चाहिँ अहिले आएर थाक्नु पर्ने हुन्छ
ए अहिले तिम्रो घडीमा फर्किनेस् फाइनली घर आइपुग्यो अनि अब चाहिँ भोलिको तिहारको भ्लगमा भेट्नुपर्छ आजलाई बाइ बाइ सी यू